कठै उही याद आउँदो गाउँघरको उही याद आउँदो ऋणको उही याद आउँदो गाउँघरको उही याद आउँदो ऋणको ऋणतिरी घरमा जाने कैला आउला दिन त्यो कठै ऋणतिरी घरमा जाने कैला आउला। दर्शकवृन्द, प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको मेरो प्यारो जन्मभूमिलाई म देखाउँदैछु। यो हो मेरो जन्मभूमि छतरा। यहाँ स्वच्छ हावा र स्वच्छ पानी अनि सुन्दरताले भरिपूर्ण भएको मेरो प्यारो जन्मभूमि छतरा हो यो। दर्शकवृन्द, हाम्रो ठाउँतिर मकै गहुँ धानको खेती गर्नको लागि यसरी नै बल्द जोतिन्छ। साथमा अब पछाडि होइन खन्याहरू पनि यसरी नै आउँछन्। आज खनाइ हुँदैछ मकैको खेतीको लागि। मकैको खेती प्रायःजसो हाम्रो ठाउँतिर होइन मकैको खेती धेरैले लगाउने गर्छन्। मकैको खेती भनेपछि हाम्रो बाजुरातिर अब धेरै फल्छ। यो हो जेठको महिना। जेठको महिनामा होइन यहाँ रोप्नेहरू पनि धेरै छन्। यहाँ खेत रोपाइ हुँदैछ। उता हेर्नु त, यसो जुमिङ गरेर देखाउँछु। ए ल हेर्नु त, यता खेत रोपाइ छ भनेपछि यता हेर्नु त, यो चाहिँ मकै हो। यहाँ चाहिँ तपाईँले देखा सानो सानो मकैको टुसा हो यो। अब लेकतिरको कुरो गरेपछि होइन, त्यो जो तपाईँलाई देखाउन गइरहेको छु यो चाहिँ हरावाला आलुको खेती, यो माथिल्लो चाहिँ गहुँको खेती होइन। अनि यी दुईवटा छाना हुन्। यो पनि छानो हो, उल्लो पल्लो तर्फको त्यो पनि छाना हो होइन। यहाँ हेर्न सक्नुहुनेछ पहाडको खेती हो यो। हाम्रो ठाउँतिरको पहाडमा जति पनि छन् हाम्रो पहाडी भाइ बहिनी मतलब दाजुभाइ आमा बुवाले लगाएका खेती हुन् नै। अब जस्तै हेर्न सक्नुहुन्छ यो चाहिँ धाराको टाल हो। धारा टाला भन्दा पनि अहिले म कुक्कु डाँडामा छु। कुक्कु डाँडा भनेपछि गुप्ताका पानीको छेउछाउमै पर्छ। त्यो हामी तपाईँहरूलाई देखाउने गइरहेको छौँ गुप्ता पानीमा के खेती गरिन्छ। यो जति पनि देखिन्छ तपाईँलाई होइन, यो चाहिँ हरियो हरियो सबै आलुको खेती हो होइन। यो चाहिँ गहुँको खेती। यो गहुँको खेती भएपछि होइन उता हेर्नु त, यो अलि अगाडि त्यो यतापट्टिको त्यो छाना हो, बाख्रा बान्नेवाला, यो घर छाना भनिन्छ त्यसलाई। त्यहाँदेखि अलि परको होइन त्यो पल्लोवाला त्यो छाना हो जो भैँसो बाँधेको छ अगाडि। हेर्नु त, जुमी गरेर देखाएको छु, भैँसो बाँधेको छ त्यो चाहिँ छाना हो। यो अहिले चाहिँ हामी गुप्ताको पानीमा छौँ। दर्शकवृन्द, तपाईँलाई देखाउँदैछु म हाम्रो छाना होइन, त्यो हाम्रो लेकको छाना हो यो। हेर्नु त, ओहो खतमै भएको रहेछ। हेर्नु त, यो हाम्रो छाना हो। यहाँ हेर्न सक्नुहुनेछ जो तलपट्टि देखाएको छ नि यिनी लाइनिङ लाइनवाला डाँडा होइन। जस्तै तपाईँले यो हेर्न सक्नुहुन्छ माथिल्लो पट्टाको डाँडा साँडा सबै चोरेर भागिसक्यो। अब के भन्ने गाइज, यो जति पनि तपाईँहरूलाई देखाएको थियो होइन मैले, यो मेरो प्यारो जन्मभूमिको बारेमा भन्दै थिएँ मैले होइन। अब ल ठिकै छ, अब हामीहरू जाँदैछौँ घरतिर। ओके बाई।